मौरी पालनको सम्पूर्ण सेवा अब एकै ठाउँमा हामीले लट ब्याच बनाएर चाहिँ तालिमको व्यवस्था पनि गरेका छौँ। टेक्निकल सपोर्टको पनि फ्यासिलिटी अहिले काठमाडौँ एरियाको लागि चाहिँ दिइरहेको छौँ। अनलाइनबाट अथवा फिजिकल्ली नै तपाईँहरूसँग म जोडिएर तालिम लिन चाहन्छु भन्नुहुन्छ भने त्यो अवस्थामा पनि तपाईहरुलाई तालिमको पनि व्यवस्था गरेका छौँ। निरन्तर तपाईको बिहान 10 बजेदेखि साँझको 6 बजेसम्म तपाईहरुको अनलाइन संवाद अथवा कन्ट्याक्ट अथवा मेसेजहरुको रिप्लाई गर्नको लागि भनेर हामीले राखेका छौँ। तपाईहरुले उत्पादन गरेको चीज अब कहाँ बिक्री गर्ने भन्ने तपाईलाई टेन्सनै भएन। हामी छौँ, हामी खरिद गर्दिन्छौँ, त्यो बजार हामी बनाउँदै छौँ। यो क्षेत्र भनेको सहकार्य गरेर अगाडि बढ्ने हो। एकअर्काको हामी अब कम्पिटिसन गर्न लाग्यो, ए त्यसले भन्दा म के कम, उ भन्दा म के कम भनेर लाग्यो भने न त्यसले समाज बन्छ, न त्यसले समूह बन्छ, न त्यसले मौरी किसान बनाउँछ, न त्यसले देश विकास गर्छ। सम्पूर्णमा नमस्कार, जय मौरी। आज यस अर्जुन बेस्ट हनीबी तथा बेस्ट नेचर लाइफस्टाइलको चाहिँ यो श्रृङ्खलामा तपाईहरुलाई म हार्दिक स्वागत गर्न चाहन्छु। सदा चाहिँ तपाईहरुलाई यसै मौरी पालन क्षेत्रको लागि चाहिँ नवीन कुराहरू के हुन सक्छ अथवा नयाँ तरिकाले हामी तपाईहरुलाई सेवा दिन सक्छौं भन्ने विषयवस्तुलाई चाहिँ टार्गेटमा राखेर हामी काम गरिरहेका छौं। यदि यो च्यानलमा तपाई नयाँ हुनुहुन्छ भने पक्कै पनि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। नयाँ हुनुहुन्छ भने लाइक गरिदिनु होला। मनमा केही जिज्ञासा छ भने कमेन्ट गरिदिनु होला र यो जानकारी तपाईलाई नभएर सबैलाई फलदायी हुन्छ जस्तो लाग्छ भने पक्कै पनि भिडियोलाई शेयर गरिदिनु होला र हाम्रो यस मेहनतलाई चाहिँ तपाईले लाइक कमेन्ट सब्स्क्राइब केही न केही गरेर त जानु होला। फेरि एकचोटी अलरेडी गरिसक्नु भएको छ भने फेरि गरिराख्नु पर्दैन। सब्स्क्राइब चाहिँ लाइक कमेन्ट चाहिँ तपाईहरुको मनमा लागेको जिज्ञासा अथवा भिडियो कस्तो लाग्यो भन्ने प्रतिक्रिया चाहिँ पक्कै पनि दिन नछुटाउनु होला है त। लागौ आजको भिडियोको विषयवस्तुतर्फ मौरी पालनको सम्पूर्ण सेवा अब एकै ठाउँमा। हामीले किन यो भन्छौं भने तपाईहरुलाई मौरी पालन गर्दै गर्दाखेरि तपाईलाई यदि गरिराख्नु भएको छ भने तपाईलाई पक्कै पनि थाहा छ यो क्षेत्रमा धेरै कुराको सम्मिश्रणले एउटा मात्र आउटपुट दिने हो। त्यो भनेको मौरी पालन चीजलाई चाहिँ कसरी हामीले बढी मात्रामा चाहिँ फाइदा लिन सकिन्छ। अब यो कस्तो चीज छ भने यदि यो कुरा तपाईले जान्नुभयो, बेलैमा बुझ्नुभयो भने यसले चाहिँ आउटपुट राम्रो दिइराख्छ, फाइदा दिइराख्छ र तपाईहरुलाई पनि यसले चाहिँ हुँदो रहेछ है, यो क्षेत्रमा लगानी गर्नुपर्ने रहेछ, जति लगानी गरे त्यसको आउटपुट त्यति राम्रो आउँदो रहेछ भन्ने कुरा हुँदै जान्छ। यदि भर्खर सुरु गर्नु भएको छ, केही पनि तपाईलाई जानकारी छैन भने त्यो अवस्थामा तपाईलाई अलिकति केही न केही गाह्रो चाहिँ हुन सक्छ। हो, यो भएको हुनाले अब तपाईलाई के छ भने सुरुमा यदि तपाईहरु मौरी पालन क्षेत्रमा आउँदै हुनुहुन्छ भने तालिम आवश्यक पर्छ। तालिम कहाँ पाइन्छ भने खोज्नु परेन, अन्त कहीं जानु परेन। तपाईको अर्जुन बेस्ट हनीबीमै हामीले लट ब्याच बनाएर चाहिँ तालिमको व्यवस्था पनि गरेका छौं। यदि हैन त्यो अवस्थामा तपाईहरुको आफ्नो समूह धेरै छ, करिबन 15 देखि 20 जना बराबरको हामी मान्छे छौं, एक ठाउँमा जम्मा भएको छौं। सर तपाईहरु आउनु पर्यो, तालिम दिनु पर्यो भन्नुभयो भने त्यो अवस्थामा पनि तपाईहरुलाई हामीले अर्जुन बेस्ट हनीबीले चाहिँ त्यो पनि फ्यासिलिटी अथवा सेवा दिइरहेका छौं। तालिमको कुरालाई तपाई क्लियर हुनुहुन्छ, यहाँ आइसकेपछि हाम्रो भिडियो मार्फत पनि तपाईले तालिम पाउनुहुन्छ। नयाँ किसान हुनुहुन्छ भने हाम्रो प्लेलिस्टको चाहिँ अनलाइन ट्रेनिङको प्लेलिस्टमा गएर राम्रोसँग तपाईले हेर्नु भने करिबन त्यहाँ चाहिँ 1.5 देखि 2 घण्टा बराबरको चाहिँ लामो भिडियो क्लिपहरु छन्। तपाईले आनन्दले त्यहाँबाट पनि अध्ययन गर्न सक्नुहुन्छ। हैन तालिममै जोइन भएर अथवा अनलाइनबाट अथवा फिजिकल्ली नै तपाईहरुसँग म जोडिएर तालिम लिन चाहन्छु भन्नुहुन्छ भने त्यो अवस्थामा पनि तपाईहरुलाई तालिमको पनि व्यवस्था गरेका छौं। अब तालिम लिनुभयो, तालिम लिइसकेपछि अब चाहिँ सामग्रीहरु कहाँ खोज्ने हो त, कहाँ पाउँछ सामग्री भनेर भन्नुहुन्छ भने त्यो अवस्थामा पनि कहीं जानु पर्दैन। सामग्रीहरु पनि सबै हामीसँग छ। अब तपाईलाई मौरीको घारदेखि मौरी पालन सामग्री, टोपी, पन्जा, धुवादानी, आधार चाका, फिडर के आवश्यक पर्छ सबै सामग्रीहरु तपाईहरुले हामीले सुपथ मूल्यमा पनि दिइरहेछौं। त्यो भएपछि के भयो, मौरी पालनको तपाईले एउटा कम्प्लिट प्याकेज पाउनुभयो। अब तालिम पनि गर्नुभयो, सामग्री पनि लानुभयो, मौरी पाल्दै हुनुहुन्छ, पाल्दै गर्दा फेरि समस्या आयो बिचमा। अब कहाँ जाने, अब पनि आत्तिनु पर्दैन। हामी छौं अर्जुन बेस्ट हनीबीको तपाईहरुको लागि भनेर हामी निरन्तर 4 जना प्राविधिक टोलीहरुलाई निरन्तर तपाईको बिहान 10 बजेदेखि साँझको 6 बजेसम्म तपाईहरुको अनलाइन संवाद अथवा कन्ट्याक्ट अथवा मेसेजहरुको रिप्लाई गर्नको लागि भनेर हामीले राखेका छौं। जसमध्ये तपाईलाई टेक्निकल कुराहरुको इन्फर्मेसन हाम्रो टेक्निकल डिपार्टमेन्टले दिन्छ। सेल्सको डिपार्टमेन्ट हेर्ने अथवा तपाईको खरिद बिक्रीको छ भने तपाईले कुनै सामान लानु भएको छ, मेरो सामान कहाँ आइपुग्यो भनेर भन्नुपर्ने छ भने त्यो अवस्थामा सामान हेर्दिने तपाईलाई स्पेसिफिक मान्छे छ, सामान प्याक गरिदिने हाम्रो स्पेसिफिक मान्छे हुनुहुन्छ, अनि तपाईको कमेन्टहरु हेर्ने स्पेसिफिक मान्छे हुनुहुन्छ। त्यो भएको हुनाले कुनै पनि गतिविधि तपाईहरुले आएर अर्जुन बेस्ट हनीबीमा गर्नु भएको छ भने त्यसको एउटा प्रपर ट्र्याक गरेर एउटा रिपोर्ट गरेर हामीले तपाईहरुको इन्फर्मेसन राखेका हुन्छौं। त्यो भएको हुनाले अब के भयो, आफ्टर सेल्स पनि तपाईहरुले सर्भिस पाउनु भयो। जस्तै
मौरी पालन गर्दै गर्दा तपाईँले तालिम लिनुभयो, तालिम लिएर जाँदा पनि कुनै अनुकूल वातावरण मिलेन अथवा कुनै तपाईँले नबुझेका कुराहरू हुन गयो भने त्यो अवस्थामा एकल फोनको भरमा तपाईँहरूको घर घरमा चाहिँ हामीले टेक्निकल सपोर्टको पनि फ्यासिलिटी अहिले काठमाडौँ एरियाको लागि चाहिँ दिइरहेछौँ। हामीले सबै ठाउँमा भन्न त सक्दैनौँ किनभने काठमाडौँ भ्यालीभित्र चाहिँ तपाईँहरूलाई एकल फोनको भरमा चाहिँ हामीले टेक्निकल सहयोग चाहिँ तपाईँलाई दिइरहेछौँ। त्यो भएको हुनाले तपाईँलाई कुनै पनि समस्या भयो सुरुवातमा त तपाईँले नै आफैलाई त्यसले समाधान गर्ने प्रयास गर्नु। यदि तपाईँले पनि भएन भने त्यो अवस्थामा कुनै एउटा व्यक्ति चाहियो, तपाईँलाई प्राविधिक त्यो ठाउँमा दक्ष व्यक्ति चाहियो भने त्यो अवस्थामा तपाईँले हामीलाई प्राविधिक मान्छे पनि पठाउने व्यवस्था गरेको छ हाललाई चाहिँ काठमाडौँ भ्यालीभित्र भने। अब यो आफ्टर सेल सर्भिस पनि तपाईँले पाउनुभयो र यसपछि यदि तपाईँले उत्पादन गरेको कुनै वस्तु छ, कुनै पनि तपाईँले मह उत्पादन गर्नुभयो अथवा मौरी बढाउनु भयो भने त्यो अवस्थामा बिक्री कहाँ गर्ने, त्यो पनि कहीँ जानु पर्दैन। हाम्रो अर्जुन बेस्ट हनीबीले तपाईँले उत्पादन गरेको हरेक वस्तु खरिद गरिदिन्छ। ल सर म यो वर्ष यो सिजनमा चाहिँ करिबन 100 गोला अथवा 15 गोला 20 गोला म मौरी तयार गर्दैछु, तपाईँहरूले खरिद गरिदिनुपर्छ है, यो रेटमा चाहिँ मैले दिँदैछु भनेर आउनुभयो भने तपाईँहरू हामी बिच चाहिँ रेटको नेगोसिएसन त होला, तर तपाईँले उत्पादन गरेको वस्तुहरू चाहिँ खरिद गरिदिने जिम्मा चाहिँ अर्जुन बेस्ट हनीबीले लिन्छ। अब यसले के भयो, तपाईँ सुरुवात ट्रेनिङदेखि बिक्रीसम्म चाहिँ तपाईँहरू हामीसँग जोडिएपछि के हुन्छ भने एउटा सम्बन्ध पनि सुमधुर हुन्छ भने तपाईँहरूले उत्पादन गरेको चिज अब कहाँ बिक्री गर्ने भन्ने तपाईँलाई टेन्सनै भएन। हामी छौँ, हामी खरिद गरिदिन्छौँ, त्यो बजार हामी बनाउँदैछौँ, त्यो बजारलाई कुन यस्तो खालको चाहिँ चिजहरू चाहिएको छ भने हामीले तपाईँलाई सजेसन गर्छौँ। त्यो मापदण्ड अनुसारको तपाईँले मह उत्पादन गर्नु, त्यो मापदण्ड अनुसार तपाईँले मौरी उत्पादन गर्नु, त्यो मापदण्ड अनुसार पर्पोलिस, रोयल जेली, पोलन उत्पादन गर्नु, खरिद गर्ने जिम्मा हाम्रो भयो। त्यो भएको हुनाले अब नेपालमा मौरी पालन किसानलाई म कहाँ गएर के गरौँ भन्ने कुराको चाहिँ अलमल रहँदैन। तपाईँहरूको लागि हामी छौँ, तपाईँहरू हामीसँग जोडिनुहोस् र तपाईँका सम्पूर्ण खालका सेवा सुविधा अथवा खरिद गर्नुपर्ने अथवा बिक्री गर्नुपर्ने कुनै पनि छ भने त्यो अवस्थामा अर्जुन बेस्ट हनीबीले सहयोग गर्छ। अब आयो यत्रो सबै लगानी चाहिँ एक्लै गर्न सकिँदैन सर, कुनै कार्यक्रमहरू छन् अथवा कुनै हामीलाई त्यसमा डिस्काउन्टको व्यवस्था केही छ भनेर भन्नुहुन्छ भने त्यो अवस्थामा यदि तपाईँहरूको पालिकामा अनुदानको कार्यक्रम छ अथवा कुनै पनि सब्सिडीको कार्यक्रम एनजिओ आइएनजिओबाट कुनै पनि हिसाबले तपाईँहरूले गर्नुभएको छ भने त्यो अवस्थामा पनि तपाईँहरूको त्यो कार्यक्रम सफल पार्ने चाहिँ जिम्मा हाम्रो रहन्छ। ल सर यो क्राइटेरियाको सामान छ, यो क्वालिफिकेसन स्पेसिफिकेसनको सामानहरू पठाउनु पर्ने छ, ल यो अनुसार पठाउनु भन्नुभयो भने तपाईँहरूको मौरी पालन सम्बन्धी जुनसुकै सामान जुनसुकै ठाउँसम्म पनि हामीले पुर्याइदिन्छौँ। त्यो अवस्थामा पनि अर्जुन बेस्ट हनीबी छ, तपाईँलाई अन्त कहीँ पनि जानु परेन। यो सबै समिश्रण तपाईँले पाइसकेपछि अब के भयो भने मौरी पालन सेवाको चाहिँ तपाईँले एउटा संयुक्त सेवा पाउनुहुन्छ जसमा तपाईँले खरिददेखि बिक्री अथवा बिक्रीदेखि खरिदसम्म सबै खालका सेवा सुविधाहरू तपाईँ हाम्रो आफ्नो आपसी समझदारीमा रहनेछ र हामी यो क्षेत्रमा अगाडि बढ्न सक्छौँ। किनभने मैले तपाईँलाई सुरुबाट र हरेक भिडियोमा के भन्ने गरेको छु भने यो क्षेत्र भनेको सहकार्य गरेर अगाडि बढ्ने हो। एकअर्काको हामी अब कम्पिटिसन गर्न लाग्यो, त्यसले भन्दा म के कम ऊ भन्दा म के कम भनेर लाग्यो भने न त्यसले समाज बन्छ, न त्यसले समूह बन्छ, न त्यसले मौरी किसान बनाउँछ, न त्यसले देश विकास गर्छ। त्यो भएको हुनाले अब चाहिँ हाम्रो योजना के हो भने नेपालको मह जुन छ, नेपालको प्रोडक्ट जुन छ, अब हामी बाहिर मुलुकबाट आयात मात्र गर्ने होइन, हामीले यहाँबाट निर्यात गरेर तपाईँको चाहिँ यहाँ बनेको सामानलाई चाहिँ एक्सपोर्ट गरेर चाहिँ बाहिरी विदेशी मुद्रा नेपालमा भित्राउनुपर्छ। हामी जतिको युवा यो क्षेत्रमा लाग्नुपर्ने आवश्यक छ। पुरानो हाम्रो जुन जेनेरेसन छ त्यो जेनेरेसनको अनुभव उहाँहरूको आत्मसात लिएर हामी जस्तो युवा पनि अब यो कृषिमा लाग्नुपर्ने आवश्यकता छ। किनभने कृषिले नै देशको आर्थिक समृद्धि हुनु सम्भव छ र यो केवल भनाइमा मात्र नभएर यो हामीले देखिरहेछौँ प्र्याक्टिकल्ली पनि। अहिले जुनसुकै सेक्टर पनि अलिकति डामाडोल हुने अवस्था रहँदा पनि कृषि सेक्टरमा जसले चाहिँ अलिकति केही फरक ढङ्गले अगाडि जाँदै खोज्नु भएको छ उहाँहरूलाई चाहिँ यो क्षेत्रले केही न केही ब्याकअपको रूपमा चाहिँ काम गरिरहेको छ। यो अवस्थामा पनि हामीलाई बाहिर जानुपर्ने छैन, यही कृषि कर्म गर्नुपर्ने छ। तर यो वातावरण फेरि सहज बनाइदिने जिम्मा चाहिँ हरेक हिसाबले हाम्रो सरकारी निकाय र अन्य बाहिरी जो यो क्षेत्रमा चाहिँ डाइरेक्टली अथवा इन्डाइरेक्टली इन्भल्भ हुनुहुन्छ उहाँहरूको पनि हो। त्यो भएको हुनाले हामी यो क्षेत्रमा कर्म गरेर अगाडि बढौँ। तपाईँहरूलाई कहाँ जाने के गर्ने, जस्तै हामी त एक खालको चाहिँ तपाईँहरूलाई अब सेवा दिन सक्ने अवस्थाको क्षमता बन्नलाई पनि धेरै लामो सङ्घर्ष छ। तपाईँको 25-30 वर्षको सङ्घर्षले चाहिँ एउटा अब हामीले हरेक कुरालाई चाहिँ खुड्किलो पार गरेर हरेक एउटा खुड्किलो पार गरेर यहाँसम्म आएका छौँ र यो सबै कुराहरू फेरि पुनः हाम्रो ग्राउन्ड लेभलको किसानलाई गर्न नपरोस् भनेर तपाईँहरूमाझ हामी सेवा दिने भनेर आएका छौँ र यो कर्मलाई अथवा यो कामलाई पनि तपाईँहरूले आत्मसात गर्नु हुनेछ भन्दै
तपाईँले अब मौरी पालन सम्बन्धी कुनै पनि सेवालाई बाहिर जानु परेन, सबै खालका सेवाहरू यहाँ छ। र एउटा प्लस अहिलेसम्म तपाईँहरूले भिडियो हेरेर बस्नु भएको छ भने एउटा तपाईँहरूलाई प्लस के पनि जानकारी दिन चाहन्छु भने यदि तपाईँहरू कोही पनि मौरी पालन क्षेत्रमा चाहिँ काम गर्नु खोज्नु भएको छ अथवा मलाई जागिरको आवश्यक छ, काम चाहिएको छ, मलाई यो मौरीको क्षेत्र के गर्नु छ भन्ने हुनुहुन्छ, के अरे भित्रबाट काम गर्ने जोस जाँगर छ तर दोधार भएर कहाँ गर्ने के गर्ने खोजीमा हुनुहुन्छ भने त्यो अवस्थामा पनि यदि अन्तिम समय भिडियो हेर्नु भएको छ भने तपाईँहरूलाई 98 510 88 400 जुन अर्जुन सरको नम्बर छ उहाँसँग सरसँग पनि सिधै कन्ट्याक्ट गरेर तपाईँहरूले के छ यो विषयमा जानकारी पनि लिन सक्नुहुन्छ। मौरी बिक्री गर्नुपर्ने छ, घार बिक्री गर्नुपर्ने छ अथवा मौरी खरिद गर्नुपर्ने छ, घार खरिद गर्नुपर्ने छ, जुनसुकै सेवाहरूलाई तपाईँहरूले लिनुपर्ने छ नि त्यो अवस्थामा 97 670 046 10 यो चाहिँ मेरो आफ्नो अफिसियल नम्बर हो। यो नम्बरमा तपाईँले सम्पर्क गरेर तपाईँले कुनै पनि खालका जिज्ञासा जानकारी लिन सक्नुहुन्छ। र यदि तपाईँलाई आवश्यक पर्यो भने हाम्रो काठमाडौँमा रहेको स्टोर पनि भिजिट गर्न सक्नुहुन्छ, जुन चाहिँ हाम्रो काठमाडौँ गङ्गागु नयाँ बस पार्कको लोत्से मलको दोस्रो तल्लामा छ भने हैन तपाईँले काठमाडौँ सम्भव छैन भन्नुहुन्छ नि त्यो अवस्थामा कपिलवस्तु 4 नम्बर जितपुरमा चाहिँ तपाईँ 4 नम्बर चोकदेखि 50 मिटर उत्तरतिर आइसकेपछि मौरी घर भनेर हाम्रो शाखा कार्यालय अफिस यहाँ रहेको छ। यहाँ आएर तपाईँले सबै खालका जानकारीहरू प्रत्यक्ष रूपमा अथवा अप्रत्यक्ष रूपमा यहाँबाट जानकारी लिन सक्नुहुन्छ भन्दै तपाईँहरूलाई कुनै पनि समस्या छ त्यसको समाधान गरिदिनु पर्यो भने अर्जुन बेस्ट हनीबी छ भन्दै आजको लागि चाहिँ बिदा हुन चाहन्छु। नमस्कार, जय मौरी।